हेलो नमस्ते साथीहरू। आज हामी यहाँ मलेसियाको सुपरमार्केटमा आएको छौँ। यहाँ हाम्रो बोक्पाले भाइ हुनुहुन्छ पछाडि, अनि म छु यहाँ अगाडि अगाडि। यहाँ सामान हामीले यति अब यहाँ लिइसक्यौँ, अनि अरू पनि हेर्दैछौँ हामीलाई आवश्यक पर्ने सामानहरू। होइन भाइ, ल आउनै आउनु, कतापट्टि जाने अब? हामीलाई चाहिँ अस्ति उताबाट ल्याइएन क्या, यति सस्तो सस्तो कपडा पाउने नानीहरूको यहाँ। 2RM देखि RM5 सम्म। ल हामी चाहिँ लिफ्टमा चढ्न लाग्छौँ। यहाँबाट जाउँ है त। ल आउनु। ओ मान्छे चढिसकेपछि एकदम फास्ट जाँदैछ कि पनि भाइ। हामीलाई चाहिने भाँडाकुँडाहरू यता छ। यो चाहिँ अब पछिबाट हामी लग्छौँ। यहाँ हामीलाई फ्यान पनि जरुरत छ। हामी यसरी जाँदैछौँ होइन। के छ भाइ, कस्तो लागिरहेछ आज पहिलोचोटि मार्केटतिर? ल आज त थाक्यो, किनकि हामी आज हाम्रो थुप्रै कामहरू थियो, सक्यौँ। हाम्रो डेबिट कार्ड, मोबाइल के अरे हाम्रो ब्याङ्क खाता बनाउनेदेखि लिएर डेबिट कार्ड लिनेदेखि लिएर अनि त्यो थियो। अनि ब्रिफिङ गराउने कार्यक्रम पनि थियो। सबै सकेर भर्खर हामी आयौँ। हामी 40-50 जनाको टिम थियौँ, त्यही भएर अलिक टाइम लाग्यो आज धेरै नै। खाना पनि उतै व्यवस्था गर्नुभएको थियो, खायौँ। यहाँ रहेछ। ल अब चप्पल भर्खर आइपुग्यौँ हामी है। यहाँ स्यान्डल छ एउटा, अलिक दरिलो खालको लगाउँछ। म हेर्छु है। कालो त्यो पनि ठिक छ, कहिलेकाहीँ काम लागोस् भने। यो अरू चाहिँ नरम रहेछ। एकछिनमा अस्तिर मेरो है अलिक स्पोर्ट्सको यो चुटिहाल्छ कि चुटिन्छ फेरि। म एकछिन हेरौँ ल। के यस्तो लैजाउँ? कतिको रहेछ यसको त प्राइस छ नि त फेरि। भाइ यसको त प्राइस नै छैन त। मेड इन चाइनाबाट बनेको छ। यो पनि नरम छ। प्राइस त तोकेको छैन फेरि। यहाँ रहेछ 18.9 को। यसको पनि पछाडि होला त्यसो भने। 18.90 रहेछ यहीँ दिएको रहेछ। 90 यही हाल्नु पर्ला जस्तो। राम्रै होला है। स्पोर्ट्स होला, नरम नै छ। 40-41 को मलाई ठिकै होला। ट्राई यतिको गर्दा पनि हुन्छ होला नि त। ट्राई गर्न मिल्यो होला नि त। ओ ठिक हुनेछ भाइ। यही हालेँ ल मैले। चप्पल पनि हाल्यो। आवश्यक कुराहरू मात्रै किन्ने अहिले हामीले चाहिँ होइन भोग भाइ। अरू के छ? आवश्यक इम्पोर्टेन्ट कुरा थोरै, तर इम्पोर्टेन्ट कुराहरू मात्रै आजलाई चाहिँ लग्ने। यहाँ सबै रहेछ लग्ने। अनि अरू चाहिँ अब पछिबाट किन्ने सोचमा छौँ। यो के अरे एप्रोन पछिबाट लैजाउँ होला है भाइ, किनभने हाम्रो अझै छ नि त 5 दिन छ। अरू के छ? एउटा कति रहेछ टावेल पनि, कति 12 RM 12.90 को रहेछ। 24.90
यो कलर पनि राम्रो छ 2490 भयो कतिको रहेछ लेखेको छैन यो कतिको रहेछ यो पनि राम्रो छ 1890 को ल यो 1890 यो पनि एउटा हाले यति भयो मलाई अब भने भोग भाइ त्यहाँ भिडियो बनाउनु भएकै छ उहाँलाई एकदम रमाइलो छ अब भने चाहिँ मलाई के आवश्यक छ भनेदेखि यस पटकको लागि चाहिँ अब लुगा धुने साबुनको मलाई आवश्यकता छ म लुगा धुने साबुन किन्छु अनि त्यसपछि ड्राई फ्रुटहरू हैन अलिक स्वास्थ्यलाई असर नगर्ने खालको म हेर्न चाहन्छु बोतल यहाँ रहेछ प्लेटहरू पछिबाट लग्ने छौँ हामी बोतलहरू यहाँ रहेछ बोतल पनि एकदम आवश्यक छ बोतल पनि बोक भाइ कता जानुभयो बोक भाइले पनि लग्नुहुन्छ बोतल त यहाँ प्लास्टिक भाँडाकुँडाहरू स्पेसल भएको ठाउँमा आइपुग्यौँ हामी ल बोक भाइ यहाँ आउनु न बोतलहरू रहेछ ल तपाईँ कुन लग्नुहुन्छ पछि अब के अरे कम्पनीमा गएर अनि त्यहाँको फिल्टर पानीहरू ल्याउनको लागि त हेर्न स्पेसल छ हैन अब तपाईँ कुन लग्नुहुने हैन यहाँ प्राइस सहितको छ 2590 भनेको त अनि 2590 को रहेछ यहाँ ल योहरू छ हैन लगेपछि बोतल चाहिँ मलाई चाहिँ यो कति लगभग 1.75 लिटरको रहेछ यो साइजको चाहिँ चाहिन्छ जस्तो लाग्छ कतिको बलियो हुँदो रहेछ हैन यो साइजको चाहिँ चाहिन्छ जस्तो लाग्यो मलाई ठुलै छ तपाईँ एउटा चुज गर्नु होला कुन लग्नु नि म एउटा चुज गर्छु 2390 को रहेछ यो लाइनको यो त आवश्यक छ एकदम ल एकदम आवश्यक छ यहाँ सानो पनि रहेछ अब सानो फेरि सानो त काम चाहिँ लगिहाल्यो ठुलै लग्नुपर्ने हुन्छ 25 को एउटा हान्ने 2390 को एउटा ल यो पनि मैले लिएँ ल म यहाँ भोग भाइले हेर्दै हुनुहुन्छ भाइलाई कुन मनपर्छ उहाँले छान्नुहुनेछ त्यो 2390 भनेको पनि त 25 चौको 100 भनेको त महँगी नै हो अरू केही छ हेर्नु है मलाई यति नै होला अब मलाई ड्युटी स्युटीमा चाहिने यही हो उहाँ लग्ने नै हामीले यही उहाँ लग्ने नै हामीले अब एकदम लङ टाइमको लागि अब हामीले युज गर्नुपर्ने हुन्छ त्यही भएर ठुलै किनेको हैन ल अरू के छ ल हेर्नुहोस् छैन यस्तो छ उस्तै छैन फरक छ ल त्यो भयो प्रेसर कुकर छैन होला कि छ कि राइस कुकर तल देख्यौँ होइन यहाँ यो साइडमा पनि भाँडाकुँडा त रहेछ हेर्नु त उतैबाट ल्याउनु पर्ने थिएछ है अस्ति एउटा अब आएपछि म मगाउँछु के मेन टाउनबाट म 2 पठा भनेर ठीक छ 5 लाख रुपैयाँ लिएछ त्यति पनि गरेर गर्दैन त्यहाँबाट 5 लाख रुपैयाँ लिएर यसो काम ल यता चाहिँ कपडाको रुम आइपुगेछौँ हामी 1590 मा अनि 1390 मा कपडा पनि हामी किन्न आउनु पर्छ हौ महँगी रहेछ नि यो 2390 को फेरि जरुरी पनि छ यो
बोतलहरू चाहिँ फेरि हामीलाई अति आवश्यक छ, अति आवश्यक मात्रै किन्ने क्या अहिले यहाँ पसिना बगिहाल्छ, पानी चाहिन्छ, कम्पनीबाट पानी चाहियो, यहाँको पानी चाहियो एकदम त्यही भएर क्या टक्क भर्ने 2 लिटर आफू लाउने रातभरि पुग्छ, भोलि फेरि केही हो। यु किड्स ओके पिपी आरएम 10 to 25 मा दामी दामी रहेछ। अरू त अब हामीलाई त्यस्तो आवश्यक छैन, मलाई चाहिँ भयो होइन भाइ। अनि मेरो धेरै कपडाहरू पनि वास गर्नु छैन खासमा चाहिँ होइन, त्यो भएर अब के अरे मैले यो नुहाउने साबुन 3वटा बोकेको छु डिटोल, यसैले पनि अब बाँकी रहेको म गर्न सक्छु। अनि खोइ मैले देखिन चाहिँ ल अब चाहिँ हामी लागौँ है। ल लाउँ है त। हामी जस्तो जाँदैछौँ त हाम्रो नेपाली साथीहरू नै हुनुहुन्छ, अनि उहाँहरू पनि के अरे गइराख्नु भएको छ सामान महँगी नै रहेछ, उहाँहरू पनि आतिराख्नु भएको छ, धेरै सामान बोक्नु भएन, आवश्यकता चाहिँ धेरै नै रहेछ उहाँहरूलाई पनि। लामो नै रहेछ लिप्चै ए छाताहरू यहाँ रहेछ दामी 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 होइन। एकदम दामको। ल यो भयो यति भयो, यतिको नै अब पैसा भए सकिने हो जस्तो लाग्न थालिसक्यो मलाई अघि। के छ भाइ? ल अब यतिको पहिला क्यालकुलेट गरौँ होला होइन। ल केही छ भने हेर्नु है तपाईँले, त्यस्तो छैन। कोलगेट लिएर आयो, साबुन पनि भयो, अनि अरू केही छ भने भन्नु भाइ तपाईँको। एकताल चाहिँ सर हेरिदिनु पर्ला। कति रहेछ भाइ यो? हेरौँ यो ल यतिले हुन्छ होला। अब जाउँ है, हिसाब गरौँ। अनि ह्यान्ड वास रहेछ, ह्यान्ड वास कति यसमा ट्याक्कै ह्यान्ड वासको लेखेको छैन छ। आरएम 4.99 रहेछ, 99। हजुर पानीको बोतल लगिसक्नु त? यो भयो भने यति नै हो। यही अब हामी वहाँ के अरे काम गर्न जाँदा पनि वहीँ लग्ने, यसमै ल्याउँदा पनि भरि ल्याउने होइन, नटुटाउने, त्यही हो है। अब बाँकी हामीलाई फेरि यो कपडा पनि किन्नु छ कि, अब वहाँ त्यो लगाउँदाखेरि अब त्यो कहाँ किन्ने हो, त्यो पुरानो साथीहरूलाई सोधेर ल्याउँला होइन। कहाँ खोइ ए ठिक छ ल त्यो भयो। अब अरू त्यस्तो यहाँ चाहिँ सबै पाइँदो रहेछ, पाइने चाहिँ यहाँ भेजिटेबल्स, फ्रुट्स अनि मिट आइटम्स होइन, सबै छ, अल इन वान रहेछ, गजब छ। अब हामी बस्ने होस्टेलभन्दा नजिक पनि छ, हामीलाई पाएको पर्ने ठाउँ पनि रहेछ। र अब हामी यहाँ फर्स्ट टाइम पनि हामीले के अरे सामान किनिरहेको छौँ क्या, अनि महँगी जस्तो लाग्छ, के गर्नु अब है, उस्तै हुँदैन। होस् अब भाइ, अहिले हामीले त्यो गर्न पनि मिल्दैन है फेरि, हाम्रो फेरि टाइमिङ अलिक होइन त्यस्तै छ। ल अब यो पेमेन्टतिर जाउँ ल, कति हुँदो रहेछ। 10 पैसाको पानी मलेसियामा 10 सेन्टको ल यस्तो छ। अनि सबै कुरा अब यहाँ किनेर खानुपर्छ, पानी पनि किनेर पिउनुपर्छ। हामी चाहिँ रुमतर्फ जाँदैछौँ, अब भोलिबाट काममा जानु छ होइन भाइ। ल मित्रहरू, हाम्रो भिडियो हेरिदिँदै गर्नु होला। हामी एकदमै नयाँ भिडियोहरू तपाईँहरू समक्ष लिएर आउनेछौँ। यहाँ मसँग हुनुहुन्छ अनि म्याग्दीको भाइ हुनुहुन्छ नि त हो, अनि होइन म्याग्दीको जानकारी कहाँ आउँछ त फेरि कसो। हाम्रो भ्लगलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। 90 मान्छेहरूले यसो हेर्नुभयो भने लाइक गर्नु चाहिँ नपर्नु। अब हाम्रो यहाँ फेरि के अरे बहादुर भाइको पनि भ्लग आउँदैछ चाँडै नै होइन, च्यानल खोल्यो नि त नयाँ होइन, दाजुभाइ जाने हो अनि मजाले बनाउने हो। ल हामी चाहिँ आइसक्यौँ हाम्रो रुममा अहिले, त्यही भएर अहिले चाहिँ हामीले हाम्रो भिडियो यहीँ इन्डिङ गऱ्यौँ है त। ल बाई बाई। ल हामी दाजुभाइ त आयौँ, अब यति सपिङ गऱ्यो, भाइले पनि ल्याउनु भयो अनि है। स्याउ किने होला, कति 0.99 केजी भनेको 1 केजी भनौँ न होइन। यसको पऱ्यो, त्यो किन्यो, त्यो पनि महँगी नै पऱ्यो। अनि एउटा टावेल किने, चप्पल किने है,
चप्पल मेड इन चाइना हो, राम्रो छ छन चाहिँ। अनि त्यसपछि के अरे नुहाउने साबुन किने होइन। किन्दाखेरि ठ्याक्कै थोरैले झन्डै 3000 पुगेन, 3000 सक्यो यतिमा हेर्नु त। अब नेपालमा भए त भारी आउँथ्यो त नि, झोला भरिन्थ्यो। हो छैन, यतिमा 3000 सक्यो। अब के गर्नु होइन। अब यो त फेरि अति आवश्यक पर्ने सामानहरू मात्रै लिएको है। अति आवश्यक पर्ने सामान मात्रै लिएको। अब यहाँ पानी लिएर अहिले त्यो त्यस्तो एउटा बोतल मात्रै ल्याउनु पुग्छ हामीलाई, त्यो प्याक भयो ल। अब यहाँ चाहिँ यस्तो छ क्या, अब त्यही हो हामीले तपाईँहरू बिल पनि आएको छ, यहाँ बिल पनि आएको छ 10 पैसा। यहाँ अब हामी पानी पनि किनेर लग्दैछौँ भाइ र मैले। भाइ र म पानी हामीले यहाँ हामी माथिबाट बस्छौँ। 50 साथीको 20 फर्काइदियो। यो चाहिँ मैले बिल पनि यहाँ हाल्दिएँ। 29 रुपियाँ गएको थियो भनेपछि कति भयो? ठिकै हो, त्यही त फर्काउनु त फर्कायो। त्यो दिनु त 29 30 यसले 30 होला। 10 20 50 है। यो मैले यो हालेँ होइन, यो 10 पैसा हालेँ यहाँ है। पानी थाप्नु त ल, थाप्नु खोल्नु भयो। त्यो बोतल नथापिकन दिँदैन फेरि माथिबाट। होइन बोतल खोल्नु, यो पुरै खोल्नु अहिले झ्यापै सहिलो हुन्छ। ल झ्यापै थाप्नु त, अझै लैजाउँ ल नत्र भयो। हजुर ल पानी पनि हामीले यसरी किनेर खान्छौँ। यहाँ माथिको होस्टेलमा छ त्यो फिल्टर बिग्रेर अलिक गनाउँदो रहेछ। ल पुग्यो, झन्डै भरियो होइन। ए 10 पैसाको पानी मलेसियामा 10 सेन्टको 10 सेन्टको। ल यस्तो छ। अनि सबै कुरा अब यहाँ किनेर खानुपर्छ, पानी पनि किनेर पिउनुपर्छ। हामी चाहिँ रुमतर्फ जाँदैछौँ। अब भोलिबाट काममा जानु छ होइन भाइ? ल मित्रहरू, हाम्रो भिडियो हेरिदिँदै गर्नु होला। हामी एकदमै नयाँ भिडियोहरू तपाईँहरू समक्ष लिएर आउनेछौँ। यहाँ मसँग हुनुहुन्छ अनि म्याग्दीको भाइ हुनुहुन्छ नि त हौ। अनि होइन म्याग्दीको जानकारी त आउँछ त फेरि कसो। हाम्रो भ्लगलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। 90तिरको मान्छेहरूले यसो हेर्नुभयो भने लाइक गर्नु चाहिँ नपर्नु। अब हाम्रो यहाँ फेरि के अरे भोकबहादुर भाइको पनि भ्लग आउँदैछ चाँडै नै होइन। च्यानल खोल्यो नि त नयाँ होइन। दाजुभाइ जाने हो अनि मजाले बनाउने हो। ल हामी चाहिँ आइसक्यौँ हाम्रो रुममा अहिले। त्यही भएर अहिले चाहिँ हामीले हाम्रो भिडियो यहीँ इन्डिङ गऱ्यौँ है त। ल बाई बाई।